नमस्ते। हामी चाहिँ नेपालतिरको एक मान्छेले वर्ष पछाडि फेरि चौधरी दिदीको फार्ममा आएका छौँ। बाल्टीमोड नजिक हुनु भानु बाबुहरू चाहिँ आएर तरकारी पनि सक्नुहुन्छ। त्यस्तै ओखरको बिरुवा यतातिर चाहिँ नै छ। अब 2-3 महिना पछाडि चाहिँ भदमास हुने कुरा छ। पानी बढी पनि छ अरे। पर्वा चाहिँ आफूभन्दा ठुलो डाली बोकेर रेडी छ। क्युट छ। कति टिप्छौ के टिप्छौ? म त टिप्दैन। एकछिनमा देखाउने छौँ। देवी मुन्टा टिप्ने धेरै तलसम्म मेरो गाइडेन्स मेरो साथी आयो साथी। त्यो के हो दिदी त्यो पनि बोरा हो कि के हो? न्युबियन। ल एउटा चाहिँ राखिदिनु है दिदी दसैँलाई। अर्को टोकरी हालेको छ है। किनै पर्यो। अब देखिहाल्यो खेलाउन लाग्यो। मेरो मार फोरी अझ खुट्टामा हाल्छु। हेलो, आज हामी चौधरी दिदीको फार्ममा हामी फर्सीको मुन्टा टिप्न आएछौँ। फर्सीको मुन्टा खान मन पर्यो। लास्ट इयर पनि हामी यो फार्ममा आएको थियौँ। घरदेखि नजिकै पर्छ। फर्सीको मुन्टा अनि विभिन्न हरियो तरकारीहरू यहाँ पाउँदो रहेछ। हामी आजको मन्डे चाहिँ हामी यता चौधरी दिदीको फार्ममा छौँ है। रमाइलो भइरहेछ। Would you recommend anyone who wants to come here? के अरे फर्सीको मुन्टाहरू चाहिँ थुप्रो रहेछ। तपाईँहरूलाई पनि फर्सीको मुन्टा मनपर्छ भने आउँदा हुँदो रहेछ। हाम्रो चौधरी दिदीको फार्म रहेछ। अनि यहाँ चाहिँ यो बारीमै गएर आफैले टिप्न पनि पाउँदो रहेछ। अनि
त्यहाँनिर एउटा थियो यस्तो फर्सीको गट्टा खोज्नु जाने मान्छे पहिलो पटक अब भेट्ने हो कि होइन नि ठुलो मिठो हुन्न हौ त्यो त अति भयो निमाले ल्याउनु भएको छ क्या ल है भोलिसम्म चाहिँ ल्याउनु ल ल फाइनल्ली उहाँले चाहिँ एउटा लिएर आउनुभयो तरकारी एउटा मात्रै नै यति धेरै लेटी हामीले पनि टिपेको है बाइ द वे प्लिज यही मैले देखेको थिएँ कि कसैले ल्याइदिइसकेछ अब हामी दोस्रो हो चाहिँ के छ अरे बोडी पानी बोडी के हो छ अरे मुन्टा र गट्टालाई चाहिँ साइड हालेर कति आउँछ त्यहाँ 3टा हाम्रो टोटल डाली 3टा छ फर्सी खोज्ने मान्छेलाई देखाइदिने एकचोटि हजुर ए जस्तो दिल्ली 1 वर्ष हेर्नु न म त देख्दिनँ त कितना प्यारा है ये प्यार प्यारा प्यारा हुआ है पहली बार होता है एक बार फिर न होगा ये दोबारा I found you walking against my own tide, stumbling on flowers I try to hide. I swore the hour was far too late, but you were